जीवन कहिलेकाहीँ अचम्मका मोडहरू पार गर्छ जसलाई म बुझ्न सक्दिनँ। म एक साधारण युवक सपना बुन्दै जिन्दगीको रङ्गीन संसारको कल्पना गर्दै हिँड्ने मान्छे। मेरो जीवनमा एउटा यति सुन्दर नाम छाए झैँ आइरहन्थ्यो, माया। सहरको भिडभाडमा एउटा साँझ जब आकाश रातो रङ्गले भरिएको थियो, म पहिलो पटक मायासँग भेटेको थिएँ। उनी साह्रै सरल, मिठो हाँसो बोक्ने एक असाधारण केटी थिइन्। हाम्रो पहिलो कुराकानी एक कप चियाबाट सुरु भएको थियो। समयसँगै हामी नजिक हुँदै गयौँ। म मायालाई मन पराउन थालेको थिएँ र उनका हरेक शब्द मेरा कानमा सङ्गीत झैँ बज्थे। समय बित्दै गयो। हाम्रो भेटघाट साथ हाँसो र सपनाहरू एकअर्कामा मिसिन थाले। माया मेरी प्राण बनेकी थिइन्। हामीले सँगै अनगिन्ती योजना बनायौँ, जिन्दगीभर सँगै रहने कसम खायौँ। उनी मेरो प्रेरणा थिइन्। उनीसँगै हिँड्दा लाग्थ्यो संसारकै सबैभन्दा भाग्यमानी व्यक्ति म नै हुँ। हाम्रो प्रेम गहिरो हुँदै गयो। हामीले सँगै यात्रा गऱ्यौँ, रमाइलो गऱ्यौँ, सानसाना कुरामा झगडा गऱ्यौँ अनि फेरि जोडिन थाल्यौँ। उनको हाँसो मेरो जीवनको सङ्गीत थियो। उनी मलाई जीवनलाई सरल रूपमा हेर्न सिकाउँथिन्। मेरो हराउन लागेको आत्मविश्वास उनले फर्काइदिन्। मेरी मायाको मायाले मलाई जिउन सिकायो। तर जीवन सधैँ सोचे जस्तो कहाँ चल्छ र। माया एक गम्भीर रोगबाट ग्रसित थिइन् जुन उनले मबाट लुकाइरहेकी थिइन्। जब मैले यो सत्य जाने, मेरो मन टुक्रियो। तर म हार मान्ने मान्छे थिएन। मैले उनलाई बचाउन सक्थिनँ, तर उनलाई खुसी राख्न सक्थेँ। उनीसँग बिताएका हरेक क्षणहरू अमूल्य बनाउन सक्थेँ। एक दिन जब उनी एकाएक बेहोस भइन्, मैले अस्पताल पुर्याएँ। त्यहाँ थाहा पाएँ कि उनी अन्तिम अवस्थामै पुगेकी रहेछिन्। डाक्टरले भने, हेर्नुहोस् सर, अब उनलाई धेरै समय छैन। यी शब्दहरूले मेरो हृदय चिरायो। तर म मायाको अगाडि कहिले कमजोर देखिनँ। उनको हरेक दिनलाई विशेष बनाउने कोसिस गरेँ। उनलाई ती सबै सपनाहरू पुरा गर्दिन चाहन्थे जो उनले देखेकी थिइन्। हामीले सँगै धेरै कुरा गऱ्यौँ, धेरै यात्रा गऱ्यौँ। हामीले प्रेमको हरेक रङ्गहरू महसुस गरेका थियौँ। एक साँझ जब आकाश रातो थियो, जब हावा चिसो थियो, जब चराहरू बिस्तारै घर फर्किरहेका थिए, माया मेरो काँधमा टेकेर आँखा चिम्लिन्। त्यो मेरो जिन्दगीको सबैभन्दा दुःखद क्षण थियो। माया गइन्, तर माया केवल नाम होइन, भावना बनिसकेकी थिइन्। उनी गइन् तर प्रेम छोडेर। मायाले मलाई देखाएको माया, हिम्मत र सङ्घर्षले मलाई जीवनलाई नयाँ तरिकाले हेर्न आँखा दियो। उनी गुमे पनि म भित्र बाँचिरहेकी छिन्। मैले उनलाई समर्पण गरेर एउटा संस्था खोलेँ, माया फाउन्डेसन, जहाँ असहाय बिरामीहरूको सेवाको लागि म समर्पित छु। उनको मृत्युले मलाई भत्काइदियो, तर म त्यसैमा रोकिएन। मायाले सिकाएको प्रेमलाई म अझै पनि बाँडिरहेको छु। उनको सम्झनामा हजारौँ बिरामीहरूलाई मद्दत गरिरहेको छु। मेरो टुटेको मन अब अरूको मन जोड्नमा लागि परेको छ। प्रेम केवल साथ हुनुमा छैन, सम्झनामा अमर हुनु पनि प्रेम नै हो। हरेक टुटेको मनभित्र एउटा नयाँ उज्यालो सम्भावना लुकेको हुन्छ। मैले त्यो उज्यालो खोजेको छु। तिमी पनि खोज। प्रेम कहिले मर्दैन, माया कहिले हराउँदैन। प्रेम एक अमर भावना हो जसले मृत्युलाई समेत जित्न सक्छ। म आज एक्लो छु, तर मायाको प्रेमले मलाई एक्लो हुन दिँदैन। मलाई लाग्छ उनी कुनै न कुनै रूपमा मेरो वरिपरि छिन्। मेरो हृदयमा उनी अझै पनि जीवित छिन्। धेरै माया।